हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू पियालोजी ब्लग। के छ साथीहरू, सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिकठाक छु र आजको डाकाहरूले देशभर लुटेर भ्या नि गएर 100वटा खानु भने त एउटै खाओस् भने ल फाइनल गाइस। ल भ्याएको है अवस्था। ल रुपियाँ होला है। ल हामी चाहिँ जाँदैछौँ है। हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू पियालोजी ब्लग। के छ साथीहरू, सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिकठाक छु र आजको ब्लग चाहिँ मैले कपाल काटेको छु होइन। त्यो कपाल कस्तो छ देख्न सक्नुहुन्छ है त। यो भिडियो नयाँ साथीहरूले हेर्दै हुनुहुन्छ भने भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला र मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। ढिला नगर्नु नजिकको मार्गमा भिडियो प्रस्तुत गर्न चाहन्छु। लेट्स हाम्रो गाउँको चाहिँ रमसिङ लाग्यो। भाइको टुप्पी चाहिँ माट्ने भएछ है। टुप्पी हेर्नु त्यसो कहाँ छ भन्छ क्या, कहाँ भन्छ कि छिटो आउनुहोस् न, जाने बेला भयो भन्ने सोच्यो। के छ काठमाडौँतिर दौडदुप कतिको छ? हजुर काठमाडौँतिरको दौडदुप कतिको छ? ठिकै छ भनौँ। आन्दोलनमा गइएन क्या अरे, गइएन। हाम्रो राजावादीको थियो नि त। राजा चाहिन्छ भन्ने पछि गएर तपाईँ हो डाकाहरूले देशभर लुटेर भ्या नि गएर 100वटा खानु भने त एउटै खाओस् भन्ने एउटा सानो धारणा छ कि मेरो होइन र। दिनै भएन र त्यही पनि एउटालाई त अलि कन्ट्रोल गर्न सक्ला अब। त्यो फोन गरेर भन्नु त कति आयो। यता दुनियाँ दिमाना सानोदेखि पैसा त्यत्रो सानोदेखि ठुलो जग्गाले खान्छ अनि हेलो अवन बुलु बुङ वाला कहाँ हो? अरे हम चलते हैं कहाँ है? नाश्ता कर रहा हूँ। पूरा काटने के लिए क्रिएट करना। मेरो घर चाहिँ अराखेजी भन्छ ढाकामा हो होइन। अहिले म
यतै ससुरालतिर यतै पानी थियो आज फेरि यो पासपोर्ट रिन्यु गर्नु थियो म अहिले पानी अनि हजुर कता पर्यो ए धारपानी हो बजारमै हो त हामी त त्यही धारापानी हुन्छ अनि जाने धारापानी पिपना त्यहाँ त पारी हो क्या सामने गर्दा सुन्नु भएको छ त्यहाँनिर बाटो भरि भनौँ आइमेहरूले के अनि बुढा हल्ला नि हो नि यो त त्यस्तो हल्लाएर टिप्न सकिँदैन लामो लामो छ हाँगाहरू हल्लाएर मात्रै टिप्नु हामीलाई त दिन अडाउँदैन होला भाँचिन्छ त्यसरी पाकिसकेको छ हल्ला नि भनेपछि त हल्लाएपछि त असिना जस्तै खस्दो रहेछ त अनि तर त्यो चाहिँ खसेको लास्टमा होइन त्यसरी पाक्यो नि एक बेला भएछ तर झुसे रहेछ तर मिठै चाहिँ मिठै छ त्यो धेरै लाग्छ त्यो बोक्रासित खानु हुँदैन कि बोक्रासित खाएर लाग्ने हो त्यो भित्रको बोक्रासित खाएर लाग्छ नत्र त्यो गोदी खाएर त लाग्दैन पार्छ भन्छ नि म चाहिँ खाएँ त्यस्तो लाग्ने भयो 1 मिनट आरामसित हिजो फाले दारी आज पुरा आयो म त काट्दै छु त सिधै आमा त काउन्टरतिर गएर किन्नुहुन्छ त्यही के किन्ने लानु नि के हो होइन म थाहा छैन कि के लाने होली पनि हेप्पी होली भन्नुहुन्थ्यो होलीमा त यहाँनिर पनि खेल राख्छन् है होलीमा त होइन माघे सङ्क्रान्ति होलीमा त काट्नु हुन्छ हौ म त गेम हो होली त सुरु भइसक्यो त काठमाडौँ त बाहिर त भइसक्यो अस्तिदेखि पाहाडमा त पर्सि होला तर होइन पाहाडतिर त अब उसमा निकासी होइन त्यसको अर्को दिन होला थपिहाल्नु इसको पर्ला भइयो गयौँ है ल फाइनल गाइस ल भ्याएको है अवस्था ल 100 रुपियाँ होला है ल